सो हेलो एभ्रिवान, सबैजनालाई गुड आफ्टरनुन। आज भने चाहिँ आफ्टर ड्युटी चाहिँ हामी चाहिँ अचानक घर बोलाएर चाहिँ घरतर्फ लाग्दैछौँ। तपाईँले थमेलमा थाहा पाइहाल्नुभयो हामी चाहिँ कहाँ गएको छौँ भनेर है। र हामी चाहिँ दुईजना बुढाबुढी चाहिँ तुङसुङतर्फ लागिरहेका छौँ आज। अन्त यो चाहिँ रहेको छ आलुबारीको तेर्सो रोड है। यो जुन चाहिँ जोरबङ्गला सट्टै पुग्छ र यहाँबाट धेरैवटा बाटोहरू छ। आजको मौसम त एकदमै दामी थियो। अन्त अस्तिदेखिको बुढाले घुम्नु जानुपर्छ पनि भन्नु त भन्दै थियो। अब घुम्नु त होइन र पनि अब घर त जानु पायो है बाइकमा। यस्तो मौसममा खुसी लागिरहेको छ। अन्त अचानक चाहिँ घरमा चाहिँ किन बोलाउनु भयो भन्दा चाहिँ त्यो त थाहा भएन हो। अब हामी चाहिँ गएको है, मौसम चेन्ज भयो भने रङ्गुलदेखिको यस्तो हुन्छ। अब दार्जिलिङको मौसम र केटीहरू बुझ्नु सक्दैन भन्छ नि, त्यस्तै हुन्छ हो। फेरि हेर्ने अलिक तलदेखिको मौसम फेरि चेन्ज, एकदम क्लियरै छ अलिअलि भए पनि हो। अन्त यो मेरो बुढाले चाहिँ बाइक कुदाउनु हुँदैछ। अन्त यो चाहिँ रहेको छ तपाईँहरूको धोत्रे हाई स्कुल आइपुग्नु आँटेको छ है। तपाईँहरूलाई आधा आधा मात्रै देखाइरहेको छु किनभने फुल भिडियो चाहिँ बनाउनु चाहिँ एकदम धेरै समय पनि लाग्छ, किनभने एडिटिङ गर्नु पर्यो। त्यही भएर अन्त मैले चाहिँ अलिअलि मात्रै गर्दै हालेको छु, किनभने बाटोको रुटहरू चाहिँ तपाईँहरूलाई पहिल्यै पनि मैले देखाएको छु नि त एक दुईवटा भिडियोमा। यहाँनिर दामी बनाउनु भएको छ समाधि, यहाँनिर बस्ने चौतारा है। मेरो बुढाले चाहिँ बाइक चाहिँ अहिले त एकदम फुल स्पिडमा कुदाउने भइसक्नु भएको छ है। यहाँ तल चाहिँ तपाईँको रहेको छ धोत्रे हाई स्कुल। यहाँ देख्नुहुँदैछ यो धुप्पी गाडीको त्यहाँ मुनि चाहिँ हाई स्कुल छ, तपाईँलाई म देखाउने छु। त यहाँनिर यो जुन चाहिँ बाटो दुईवटा बाटो देख्नुहुँदैछ नि, त्यहाँनिर चाहिँ मेरो यहाँनिर मन्सी गाउँ भन्छ है धोत्रे। अन्त यहाँ चाहिँ मेरो फुपू पनि भ्याउनु भएको छ, साइली फुपू। र हामी चाहिँ एकदम जाँदैछ। अन्त यो अब क्यामेराहरू चाहिँ किन हल्लिँदैछ भन्दा चाहिँ अब मेरो हात अलिकति उयो हुन्छ नि त, त्यही भएर। यो चाहिँ रहेको छ तपाईँहरूलाई मैले अघि भन्दै थिएँ धोत्रे हाई स्कुल। र यहाँनिर तपाईँहरूले एउटा गाउँ जस्तो देख्नुहुन्छ हो। यहाँनिर चाहिँ के छ भन्नुपर्दाखेरि चाहिँ यो पारिवारिक नजाराहरू चाहिँ सोनादा के देख्छ, खरसाङ मिरिक हाम्रै मलटहरूको साइटहरू है। र हाम्रो नागरी धजीहरू पनि त्यहाँनिर टुप्पोहरू चाहिँ देख्छ अलिअलि है, त्यसको उतापट्टि पर्छ। र तपाईँहरूलाई देखाउँदै जाँदैछु म ल। यो पारि देखिरहनु भएको चाहिँ सिडर्स मुन्डा। अन्त यहाँबाटि धुम्बाले छेलिरहेको चाहिँ सोनादा। अन्त यहाँनिर तपाईँहरूलाई मैले भन्दै थिएँ नि अहिले गाउँ बसेको छ भनेर। यो चाहिँ तलनिर चाहिँ त्यति साह्रो त थाहा भएन र पनि यहाँनिर चाहिँ घरहरू बनाइसक्नु भएको रहेछ। अन्त तल चाहिँ अब त्यो 4 तारिकको पहिरो आएकोले है, अन्त त्यो कारणले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ घर त यहाँ सिफ्ट गर्नुभएको रहेछ। सबैले आफ्नो घरहरू है, यहाँ सानसानो दोकानहरू पनि थाप्नु भएको छ। तपाईँहरू भिजिट गर्न आउनु सक्नुहुन्छ। यहाँबाट चाहिँ भ्यू पोइन्ट चाहिँ एकदमै मजाको देख्छ है, गरेर हेर्नु मजाको बनिँदै रहेछ। र हामी फेरि तल लाग्दैछौँ। तपाईँहरूलाई बाटो छुट्टिने जग्गा देखाउँछु अलिकति है। यो चाहिँ कमान बन्जर भइसकेको छ, कमानको अवस्था यस्तो भइसकेको छ है। हाम्रो यो कमानको लागि पनि अलिकति भिडियो बनाइरहेको छु, किनभने यो चाहिँ धोत्रे तुङसुङ मिलिङ कलेज भेलीहरूको कमान एरियाहरू पर्छ। र यो चाहिँ एकदमै बन्द भएको कारणले गर्दा चाहिँ बन्जर जङ्गलहरू चितुवाहरू केहरू लाग्ने थालिसकेको छ हो। अन्त यहाँनिर मयुरहरू पनि पुरै छ भनेर सुनिन्छ, मृगहरू पनि पुरै छ। हेर्नु बाटो चाहिँ मजाकै छ है। पहिला चाहिँ अलिकति अर्कै अफरोड थियो, तर अहिले चाहिँ मजाले बनाउनु भएको छ। तपाईँहरूलाई अगाडिको भिडियोमा मैले राखेको छु कता कम्ती भए पनि। अन्त पारिवारिकको नजारा चाहिँ त्यस्तै छ है। अन्त हामी चाहिँ जाँदैछौँ यहाँनिर। अब हाम्रो गाउँ जाने बाटो छुट्टिएर पनि यहाँ तपाईँहरूलाई म देखाउँदैछु। यो चाहिँ हाम्रो मङ्गरजुङ पनि यताबाट पुग्छ, नागरी धजे मलटहरू पनि पुग्छ हो। अन्त यो बाटो चाहिँ यस्तो छ। यहाँनिर चाहिँ दादालाई हल्का जिस्काइदियो हामीले, मनिप दादाको दादा हुनुहुन्छ उहाँ चाहिँ मिलाप दादा। अन्त कहाँ गएको भन्नुहुँदै थियो नि त। अन्त तलनिर गएको एकछिन घुमाउनु, बालासन घुमाइदिनु अरे भन्दैछ हो। अन्त बालासन हामी अलिअलि घुम्यौँ यताउता है। यहाँ चाहिँ यो एरिया चाहिँ अलिअलि सफा किन देख्नु भइरहेको छ भने चाहिँ आफ्नो एरियाहरू बनाएर चाहिँ
एकदम सफाहरू गर्नुभएको रहेछ। त्यहाँनिर हेर्नु बाख्रा यति बिघ्न पाल्नु भएको छ है। अन्त सायद बेच्नु पनि हुन्छ होला, तपाईँहरू जानु सक्नुहुन्छ। यो चाहिँ बालासनको जग्गा हो है। यहाँनिर चाहिँ म किन गइरहेको छु भन्दा चाहिँ पारी देख्नु चाहिँ यस्तो दामी नजारा देखिरहेको छ। यो पारीहरू चाहिँ हाम्रो मलटहरू पुग्छ है। मलट नागरी दहजीहरू पारी सम्रिकहरू पनि देखिरहनु भएको छ। अनि यो बाटो चाहिँ यस्तो अब सबैले हेर्नु अदुवाहरू पनि रोप्नुभएको छ छेउछेउ आफ्नो आफ्नो उयो गरेर है। यहाँनिर चाहिँ ग्राउन्ड रहेछ। यहाँनिर चाहिँ पहिला फुटबलहरू हुन्थ्यो अरे पुरा हो। अन्त तपाईँलाई मैले यो बाटो कहाँ जान्छ भन्दाखेरि चाहिँ भन्दै थिएँ है। यो बाटो चाहिँ पहिला चाहिँ हामी चाहिँ मिलिङ आउँथ्यो क्या। यो बाटो हिँडेर पारीको ओह्रालोहरू तामकुलेहरू भएर चाहिँ हिँड्दै 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 ओह्रालो आउँथ्यौँ। र यो उकालो आएर चाहिँ पहिला त यस्तो बाटो थिएन। हामी चाहिँ सर्टकट लाग्थ्यौँ। तपाईँहरूलाई म सर्टकट पनि देखाउने छु अलिक तलबाट। यो चाहिँ यसो म मिलिङको पहिला हामी केटाकेटी हुँदाखेरि जाने बाटो भनेर चाहिँ अलिकति आजको भिडियोमा राखिरहेको छु। यो चाहिँ दोकानमा चाहिँ हामीले मिठाई सिठाई किनेर जान्थ्यौँ हो। अन्त यो तेर्सो बाटो हेर्नु ल म देखाउँछु। यो तेर्सो बाटो चाहिँ पहिला चाहिँ कमान एरिया थियो हो, घरहरू थिएन। अहिले चाहिँ घरहरू बनाउनु भएको रहेछ। म यहाँसम्म देखाउँछु तपाईँलाई, पछि देखाउने छु है। गाउँमा बस्दै गएपछि भिडियोहरू राख्ने छु तपाईँहरूलाई। अहिले नै त भ्याउँदिनँ। अन्त त्यसको बादमा हामी फेरि लाग्यौँ हाम्रो घरतर्फ। र हाम्रो गाउँ जाने बाटो चाहिँ अलिकति बिग्रेको छ, बनाउनु त हुँदैछ है। र पनि यहाँनिर चाहिँ तपाईँलाई थाहा छ, यहाँनिर अझ एडभोस सरले चाहिँ गोर्खाल्यान्ड ब्रिज बनाइदिनु भएको छ। त्यो साइड चाहिँ म तपाईँलाई पछि देखाउने छु। र पहिलाको भिडियोमा त मैले सायद राखेकै छु होला है। र यहाँनिर चाहिँ जङ्गल मजाकै छ हो। यहाँनिर चाहिँ ताँबाहरू अब यो सिजनमा ताँबाहरू हेर्नु पुरै फलिरहेको रहेछ। र लगभग अब हामी चाहिँ घर पुग्नु लाग्यौँ। हेर्नु अस्तिको 4 तारिककोले यस्तो बिगार गरेको छ। पहिरोहरू कति गएको छ भनेर पनि भनिसक्दैन हो। अन्त अब हामी चाहिँ पुग्नु आँटीमै तपाईँहरूलाई देखाउँदैछु। यो हाम्रो फर्स्ट स्टार्टिङ घर नरेन दादाको। अन्त यहाँनिर आस्नाहरूको यहाँको कसको घर छ यहाँ माथिल्लोपट्टि अब कमान एरिया हो। र पनि रोकेर आफ्नो घरहरू चाहिँ बनाउनु भएको छ। सबै पहिरोहरू जाने छ नि त, अप्ठ्यारो छ नि त। त्यही कारणले गर्दा है। र यहाँ चाहिँ अब हामी चाहिँ आइपुग्यौँ घर। र आमाले फुलहरू पनि कस्तो सफा गरिराख्नु भएको छ। यो बाइक देख्नुहुँदैछ नि स्कुटी, यहाँनिर चाहिँ त्यो दादाले चाहिँ डोनटहरू लिएर आउनुहुन्छ है। र हेर्दै गरिदिनु होला मेरो भिडियो। हेलो हेलो सर्ट भिडियो नि त्यो तपाईँलाई फेमस बनाइदिउँ भनेको। राम्रो भएछ नि अन्त पार्कमा काम गरेर। र यो चाहिँ भोलिपल्टको है बिहानको नजारा एकदमै दामी भइरहेको थियो। अब भतिज बुहारीहरू पनि आउनु भएको थियो नि त, भतिज र बुहारी है। र आजको नजारा चाहिँ यस्तो दामी भइरहेको थियो है। उहाँहरू चाहिँ अलिक अगाडि अगाडि हुनुहुन्छ। अब उमेरले ठुलो भए पनि साइनोले चाहिँ हामीले चाहिँ भतिज पर्छ र बुहारी पर्छ नि त। अन्त नाति केटा पनि थियो है। अनि यस्तै छ, जिन्दगी चलिरहेको छ है। मौसमले साथ दिएको कारणले गर्दाखेरि चाहिँ हामी एकदमै स्पिडीमा जाँदैछौँ। नभएदेखिको चाहिँ पानी परेको भएदेखि चाहिँ हामी एकदम ढिलो हुन्थ्यौँ है। बित्ने कुराहरू हुन्थ्यो। मेरो बुढाको फेरि ड्युटी जानु पऱ्यो नि त है। यहाँनिर तपाईँलाई एउटा सानो भिडियो देखाइरहेको छु। गिर्लिङ देख्नुहुँदैछ तपाईँले है। यो चाहिँ पहिला चाहिँ पत्तीहरू चाहिँ यसमा ल्याउनेहरू गर्नुहुन्थ्यो है। अन्त हेर्नु मौसम यस्तो दामी भइरहेको छ। यो पारि मेरो माइती घर है। यस्तो पारि चाहिँ मिरिकहरू पनि देखिरहेको भएको छ। अलिक मजाले बसेर हेर्नु पायो भने चाहिँ दामी देख्छ हो। सिलगढी लाइनहरू पनि देख्दो रहेछ। मैले त आज देखेको यस्तो दिन भएको कारणले। अन्त अरू बेला चाहिँ ढुसढुस परेको हुन्छ, दिनै हो क्लाउडी खालको हुन्छ। अन्त अगाडि अगाडि जाँदै थियो। अन्त तपाईँहरूलाई अहिले यो पारि यस्तो दामी देखिरहेको छ। साँच्ची भनिदिएको नि बसेर टाइम त्यस्तो भए त यो पारि यस्तो सोनादार हेर्नु कस्तो क्लियर देखिरहेको छ। यस्तो मजाको छ कि अब दिन चाहिँ आजको एकदम साथ दिइरहेको छ हामीलाई वेदरले चाहिँ। र उहाँहरू चाहिँ अगाडि अगाडि जानुहुँदैछ, हामी चाहिँ पछि छौँ। यो पारि सोनादा हेर्नु न यस्तो दामी देखिरहेको छ। साँच्ची भनिदिएको टाइमै छैन नि त। अन्त अब हामी चाहिँ आधौधी बाटोहरू पुगिसक्यौँ है। र अन्त तपाईँहरूलाई मैले देखाउँदै जाँदैछु है।
यो चाहिँ रहेको छ। यो बाटो चाहिँ हामी चाहिँ लगभग अहिले चाहिँ डालीको माथिल्लो लाइन वेस्ट पोइन्ट स्कुलहरूको साइड यहाँ आर्मी क्याम्पहरूको त्यो बाटो लाग्यौँ नि त, जलपा जाने बाटो। अन्त फर्स्टको बाटो चाहिँ तपाईँहरूलाई स्टार्टिङ पोइन्टको चाहिँ देखाउनु पाइनँ, किनभने त्यहाँनिर अलिकति ट्राफिक हुन्छ नि त, त्यही भएर भिडियो रिकर्डै गर्नु पाइनँ। यहाँनिर चाहिँ फुटबल पनि खेल्दै रहेछ केटाकेटीहरू, ठुलो मान्छेहरू पनि खेल्छ है यहाँनिर। एकदम यहाँनिर दामी हुन्छ। यसको माथि चाहिँ, यो जङ्गलको माथि चाहिँ जिआरडी क्याम्प छ, तपाईँहरूलाई थाहै छ है। अन्त यो तेर्सो बाटो पनि एकदम राम्रै छ। यो तेर्सो बाटोमा चाहिँ म पहिला 12K कुदेको थिएँ, त्यो चाहिँ अनुभव छ हल्का है। अन्त पहिला हामी ट्युसनहरू पढ्दा पनि यो तेर्सोहरू अब टाइम पास त्यत्तिकै घुम्नुहरू पनि आउँथ्यो नि त, त्यो भएर अलिअलि याद छ। अन्त यस्तै छ, बाटोहरू चाहिँ मजाको छ है। त्यहाँनिर चाहिँ एकदम दामी दामी बिल्डिङहरू बनिसकेको रहेछ है। दामी भन्नु के भन्नु, आफ्नो भ्यू पोइन्टहरू सबै छोपिसकिसक्यो बिल्डिङहरूले हो, के गर्नु भनिरहनु। यहाँनिर यस्तोहरू पनि लाउनु थालिसकेको छ दार्जिलिङमा पनि, बाहिरतिर देखेको भिडियोहरूमा। अन्त त्यो आजको मेरो भिडियो के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। सो बाई बाई।